हाई नमस्ते, म सृजना सिजु, ट्राभल कन्टेन्ट क्रिएटर। यात्रामै लगभग 9-10 वर्ष बिताएपछि अब हामीले एउटा ठुलो निर्णय गरेका छौँ, आफ्नै केही सुरुवात गर्ने। के छ? एडिटिङ गर्न सजिलो कि फोटो खिच्न सजिलो कि भारी बोक्न? फोटो सबै खिच्न सजिलो, भारी बोक्न। यो निर्णय गर्नुमा तपाईहरूको साथ, सहयोग, माया र हौसलाको ठुलो हात छ। ढोरपाटनमा हामी बनाउँदैछौँ सिजुको क्याम्प। यो हाम्रो जीवनको अर्को एउटा नयाँ यात्रा हो। ढोरपाटन होस् अथवा विश्वको कुनै स्थान जहाँ कुनै पनि नयाँ काम सुरु गर्न सजिलो छैन। यही देशमा पसिना, यही देशमा परिणाम भनेर यो हाम्रो सपना, सङ्घर्ष र उद्देश्यको यात्रा अगाडि बढ्दै गरेको छ। जे हुन्छ त्यही देखाउनेछौँ, हामीले जे भोग्नेछौँ त्यही सुनाउनेछौँ। तपाईँलाई स्वागत छ यो सिरिजमा। साथीहरू नमस्ते। हामी सबैजनालाई थाहा छ कि नेपालको भविष्य चाहिँ पर्यटनमा छ भनेर। अनि यो भविष्य लुकेका बाटोहरू कहाँ छन्, रुटहरू कहाँ छन् भनेर हामीले एक्सप्लोर गरिरहेछौँ। तपाईँहरूले यसमा साथ दिइरहनु भएको छ। त्यसमध्ये एउटा एकदमै ठुलो भविष्य बोकेको, सम्भावना बोकेको रुट हो मध्य पहाडी लोकमार्ग। आज हामी मध्य पहाडी लोकमार्गमा छौँ। अहिले चाहिँ हामी बुर्तिवाङबाट रुकुम जाँदैछौँ र यो रुकुम जाँदै गर्दाखेरि बिच बाटोमा कति डेस्टिनेसनहरू पर्छन् र तपाईँहरू कहाँ घुम्न सक्नुहुन्छ भनेर तपाईँहरूलाई भिडियो मार्फत देखाउनेछौँ। हाम्रो फुल भिडियो सृजना सिजु युट्युब च्यानलमा आउनेछ। हाम्रो च्यानललाई सब्सक्राइब गर्नुहोला। हाफ भनेको यी दुला त आडी छ नि त, दुला हाफ भएर दुला भएको होइन। अब्दुल्ला, तपाईँको चाहिँ कता नि घर? मेरो यही हो। ए निसी। के गर्नुहुन्छ अरू? खेती किसान खाने। अब्दुल्ला कहाँ किन्न पाउँछ? यो पाउँछ यहाँ, स्वदेशी पाउँछ, अदर देशी पाउँछ। अर्डर दिनुपर्छ? कति भन्छ नि यसलाई? 1500 अगर पर्छ होला। केबाट बनेको हुन्छ यो? कुन हो? भेडाको उन। यही हो, उन जस्तो भनेर गीत छ नि एउटा, भेडा उन जस्तो के भन्नु, यता पहाडी भेडाको उनबाट यो च्यालु होइन, लेखमा हुन्छ च्यालु होइन। यो बाटोमा कतिको घुम्ने आउँछन् नि मान्छेहरू? आउँछन् भर्खर अब बल्ल सिमानाले गर्दै घुम्न आउँछन् बिस्तारै। ठिक। यो तपाईँहरू लिएर छोडेको यो के अरे ड्रोन है? ड्रोन हामीले छोडेको। हामी चितवनबाट आएको। हामी चाहिँ यो 6 दिनको प्रोग्राम बनाएर एउटा चाहिँ यो मध्य पहाडी छुनी, रुकुम, अनि जाजरकोट, डोल्पा, अब सल्यान हुँदा एउटा चाहिँ गोलो फेरो लगाएर हामी त्यसरी चाहिँ एउटा प्रोग्राम बनाएको छौँ। हामी 20 जनाको टिममा आएको छौँ। उद्देश्य हाम्रो चाहिँ आन्तरिक पर्यटन नै हो होइन। तपाईँबाट सिके हो फेरि यसलाई चाहिँ तपाईँको अब तपाईँ जहाँ सबै कुरा हामीले हेरेका हुन्छौँ। तपाईँ जानुभएको ठाउँमा, जान सकिने ठाउँमा हामी पनि पुग्छौँ। त्यो चाहिँ हामीले सङ्कल्प पनि ल्याएको छौँ। त्यसै तपाईँ राम्रो ठाउँमा जानुहुन्छ। अब यो तपाईँको यो मेरो त यो फेरि रिपिट भएको रोडहरू होइन, तर पनि फेरि पनि आउनु मन लाग्ने कारण चाहिँ यहाँको यो बागलुङदेखि यता आएपछि त्यसको आनन्द एउटा छुट्टै आनन्द आउँछ कि यो बाटो पनि त्यही अनुसारले बनाएको छ। घुम्ती बढी भए पनि त्यो त्यहाँको सिनारीहरू, ल्यान्डस्केपहरू सबै एकदमै मनपर्दछ। त्यसरी नै फेरि यही रोडलाई चाहिँ फेरि पनि गन्तव्य बनाएर हामी हिँड्छौँ। साथीहरू, अहिले चाहिँ हामी माथि पाथिहाल्नाबाट अगाडि आयौँ। यो चाहिँ रुकुम पूर्व साइडपट्टि। तपाईँहरूले रुकुम पूर्व साइडपट्टि यात्रा गर्दै गर्दाखेरि चाहिँ यहाँको मजाले जनजीवन देख्न सक्नुहुन्छ। यहाँ चाहिँ भेडाहरू, यतापट्टि चाहिँ अलि धेरै भेडा पाल्ने चलन छ पूर्वपट्टि, र यिनी भेडाहरू चाहिँ अब लेकतिर जानको लागि हिँडिसकेका छन्। अनि यो रुट मैले भन्दै आएको छु, तपाईँहरू फरक जनजीवन यहाँ देख्न सक्नुहुन्छ। फरक भनौँ न आभास हुन्छ, तपाईँलाई अनुभव हुन्छ। यहाँको हावा पानी माटो जमिन सबै कुरा ल्यान्डस्केपहरू फरक छ। यहाँको लाइफस्टाइल पनि फरक छ।
अहिले अब यतापट्टि भेडा पालन अलिक बढी हुन्छ उतापट्टि हामीले भैँसीहरू देखिरहेको थियौँ भने यतापट्टि भेडाहरू र बाटो पनि अलिकति यतापट्टि बिग्रेको छ उतापट्टि चाहिँ राम्रो थियो र यो छुट्टै खालको एउटा अनुभव गर्न पाइन्छ तपाईँलाई बाटोबाट धेरै टाढा पनि यात्रा गर्नु पर्दैन हिँड्दै गर्दाखेरि तपाईँलाई अर्कै अनुभूति हुन्छ धेरै कुरा राम्रो महसुस हुन्छ त्यो भएर यो बाटो चाहिँ एकदमै धेरै सम्भावना बोकेको बाटो हो साथीहरू अहिले चाहिँ हामी अब लुकुम गाउँभन्दा अगाडि रूपा गानेर आइपुग्यौँ यहाँ रूपा गाउँमा चाहिँ हाम्रो साथीहरूको चाहिँ यो जालकी रिसोर्ट बन्दैछ यहाँ चाहिँ ढुङ्गाले बनाउँदै हुनुहुन्छ यो तपाईँहरूले देख्न सक्नुहुन्छ यो चाहिँ यहाँ बन्दैछ तल यो ढुङ्गाको बान्नु लगाएर यहाँको अर्ग्यानिक अनि अब यत्तिको चाहिँ बनाउनु पर्ने हुन्छ किनभने यस्तो ठाउँहरूमा चाहिएको पनि छ तपाईँहरू यो रुटमा यात्रा गर्दै गर्दाखेरि चाहिँ यहाँ आएर तपाईँहरू स्टे गर्न सक्नुहुन्छ यस्तो राम्रो छ है त साथीहरू अब चाहिँ हामी रुकुम पूर्वबाट रुकुम पश्चिम जाँदैछौँ यो चाहिँ रुकुम पश्चिम जाने बाटो रुकुम पूर्व र रुकुम पश्चिम पहिला एउटै थियो अहिले चाहिँ छुट्टेको हो रानीकोट भिर लिएर आइपुग्यौँ बाटो असाध्यै राम्रो बनेको छ अब रुकुम पूर्व र पश्चिम छुट्टिए पनि एउटा भाइचाराको सम्बन्ध चाहिँ बाँकी नै छ हामी यसरी फरक प्रवेश रुकुम पश्चिम अर्मा क्षेत्रमा छौँ हामी चाहिँ अहिले हाम्रो घर आइपुगेका छौँ रुकुम पश्चिम अर्मामा अनि हिजो हामी हाम्रो घर झुलखेतमा बस्यौँ झुलखेतको चाहिँ भिडियो खिच्न पाएन अनि एकदम व्यस्त थियौँ सो अनि अहिले चाहिँ हाम्रो यो घर एकदम हाइटमा छ नि त 1500 मिटरमा त्यही भएर यहाँ चाहिँ किवी सुन्तला अनि त्यसपछि लगाएर टिमुर धेरै खेती हुन्छ अनि मैले खास देखाउन खोजेको चाहिँ अब हाम्रो यो किवी बारी यतापट्टि टिमुर बारी जो चाहिँ हाम्रो लकडाउनको बेलादेखि स्टार्ट भएको थियो हाम्रो धेरै साथीहरूले भिडियो पनि हेर्नुभएको छ हाम्रो च्यानलमा अनि त्यति मात्र नभएर यहाँ आउँदै गर्दाखेरि चाहिँ मैले बिर्सनै नसक्ने हाम्रो एकदम बाल्यकाल बितेको ठाउँ यो घाँस दाउरा गरेको ठाउँ तपाईँहरू सधैँ कस्तो ठाउँमा हुर्किएको होला भन्नुहुन्छ नि म यस्तै ठाउँमा घाँस दाउरा गर्दा गर्दै हुर्किएको हो हामी घाँस काट्न आउने कालमा यही हो यो देशमा त साँच्चै भन्ने हो भने श्रमिकहरू एकदमै धेरै कम रहेछन् हामीले हाम्रो क्याम्प स्टार्ट गर्दै गर्दा थाहा पायौँ जो सिप छ जोसँग पहिलेदेखि गरिआएको अनुभव छ त्यो मान्छे त भेट्टाउनै गाह्रो हो अझ कोही अलिअलि लेबर टाइपको पनि भेट्टाउन गाह्रो क्या इमान्दार काम गर्ने मान्छे त जुनसुकै सेक्टरमा पनि भेट्टाउन गाह्रो थियो तर हामीलाई यो जुन निर्माणको सेक्टरमा पनि भेट्टाउन गाह्रो थियो भनेर थाहा थिएन क्या त्यो भएर हामीले धेरै नै दुःख पायौँ पहिले नै मान्छे नभनेर यदि हामीले कुनै काम गर्दैछौँ भने हामीले मान्छे चाहिँ 1 वर्ष अगाडि भन्नुपर्ने रहेछ क्या अब अहिले हामी मामाहरूलाई लिने भनेर त आयौँ त्यत्रो बाटो पार गरेर अप्ठ्यारो बाटो पार गरेर तर मामाहरू 2-3 महिनाको लागि अलरेडी प्याक तपाईँहरूलाई जसरी पनि यो वर्ष हामीले क्याम्पिङ बनाएरै देखाउँछौँ त्यही हो कुरा तपाईँहरू निरुत्साहित नहुनु होला ओडरपाटन घुम्न आउनु होला अर्को यहाँ आउनुको हाम्रो मुख्य उद्देश्य के थियो भने हाम्रो मुस्ताङ घरबजुङ गाउँपालिकाको अध्यक्षज्यूले चाहिँ हामीलाई ओखर र स्याउको बेर्ना पठाइदिनु भएको थियो अनि बुवाबाट केही ज्ञान लिएर अथवा बुवा आफैलाई नै हाम्रोमा ढोरपाटन गरेर ओखर र स्याउ लगाइदिनु भनेर पनि आग्रह गरिरहेछौँ तर मान्नु भएको छैन हामीले क्याम्पको प्लान गर्दै गर्दाखेरि अनि बुवाले टिमुर लगाउने भन्नुभएको थियो क्या अनि त्यति बेला चाहिँ मलाई के लाग्यो भने हुनु पनि हो हाम्रो क्याम्पमा त ढोरपाटनमा चिसो हुन्छ टिमुरको छोप टिमुर बिक्री गर्न नै मिल्छ लगाउनुहोस् बुवा लगाउनुहोस् भनेर मैले उचालेको थिएँ बुवाले फाइनली लगाउनु भएको छ लगाउनु भएको छैन 2-2.5 वर्ष 2-2.5 बोट लाउनु भएको छ अब यो टिमुर कति वर्षमा फल्छ 2 वर्षभित्र फल्छ 2 वर्षमै हामीले ढोरपाटनमा तपाईँको बारीको टिमुर खान पाउँछौँ मजाले पाउनुहुन्छ 2 वर्ष ल हेर्नुहोस् है साथीहरू हाम्रो यो मौसममा फलेको सब लागेको छ अझ धेरै भयो भने त हामी त्यहीँबाट पनि टिमुर बेच्छौँ टक्क ब्रान्डिङ गरेर 2 वर्षमै यसले चाहिँ आम्दानी दिन थाल्छ यो असारमा के लाग्यो गर्नुपर्छ नि आमा यो छिटो टिप्नलाई असारमा लाग्यो त्यो कटिङ गर्ने हो त तलबाट काँराहरू फाल्ने काँराहरू फाल्दै जानु पर्यो अनि यिनी झाङहरू मिलाउँदै जाने र त यस्तो बिग्रिन्छ यो टिमुरको झाङ वरपर टिप्नै नसकिने हुन्छ तँ मिठो बास्ना आइरहेछ अझै पनि त्यही भएर यसलाई ट्याक्क पऱ्यो झाङ मिलाउने हो क्या बोकाउँदैन हौ यस्तै हो गाह्रो छ फेरि यहाँ त आएपछि आए कि बोक्नै पर्छ यो अहिले बसन्त ऋतुको समय भएर यस्तो कोइलीहरू बासिरहेछन् यहाँ अनि आमाले र मैले स्याउला
यो चाहिँ गोबर बनाउन एकदमै उपयुक्त हुन्छ। हामी चाहिँ अहिलेसम्म चाहिँ बजारको मलहरू प्रयोग गर्दैनौँ, त्यही भएर हाम्रो फलेको टिमुरलाई पनि पछि तपाईँहरूले यही हेरेर किन्नुपर्ने हुन्छ, किनभने हामीले सबै प्रोसेस देखाउँछौँ नि त। अहिले त बिरुवा छन् अनि अब यो मल कुहाएर चाहिँ हामी यही बिरुवामा हाल्छौँ, त्यही भएर हाम्रो टोटल्ली अर्ग्यानिक हुन्छ। अनि किवी पनि हुन्छ है, हाम्रो किवी पनि। र हामी घर गइसकेपछि हाम्रो घर, किवी बारी, सुन्तला सबै कुरा देखाउनेछौँ। अहिले चाहिँ अब हामी लिएर जाँदैछौँ त्यहाँ। अहिले चाहिँ हामी यो सुनाखरीको रुख काटेर रुख ढलेको रुख हो, यसलाई चाहिँ हामी लिएर घरमा रोप्नेवाला छौँ। त्यही भएर दिदीले काट्दै हुनुहुन्छ। ओही भाँच्यो भन्दा मार्छिन् आमाले तँलाई। यो अहिले जङ्गलबाट नल्याइनु हुने के थियो? म बोकेर लान्छु नि त, त्यसो भए सिधै जाउँ। यत्रो सक्दैनौ? सकिन्छ। धेरै गरमको छ, धेरै गरमको छ कि के छ। यो चाहिँ अब हामीले धेरै जसो पूर्वतिर अर्किडहरू लगाएको देख्छौँ नि, हाम्रो चाहिँ अलरेडी जङ्गलमै पाउँछ कि। अनि यो चाहिँ कसले रुख काटेर यहाँ देखाऊ फेरि मलाई काट्यो भनेर साथीहरूले गाली गर्नु। अब केशवलाई चाहिँ मैले दुःख दिएँ, यो बोकेर घरै लानु पऱ्यो नकाटेर, यत्तिकै गाड्ने भनेर केशवले चाहिँ बोकिदिँदैछन्। सक्छौ? ल म चाहिँ अब स्याउलाको डोको बोक्छु, केशवले चाहिँ यो बोक्छन्। अब हामी यो घरमा कसरी सेटअप गर्छौँ हेर्नु होला है त। घरमा केशवलाई गाह्रो हो। साथीहरू यहाँ चाहिँ फुलिस्या छ, यस्तो हुन्छ सुनाखरी। के यहाँतिर राउटे जस्तो बसाइ गर्नु पर्यो होला। यो के हो, बेसाराले जस्तो छ त। ए लोकल बेसाराले जस्तो। ओइ लभ मन्दिरा भने पाक्दैन कि आउँदैन चाउरा अब पक्छ कि पाक्छ। खै कति ल्याइ पैसा? त्यहाँ के खाने हाल्यो? हरेक बार खाना चार, अब एउटा बाँकी दुध खान बाँकी छ। के गर्छौ? म भेज भएदेखि दिदीसँगको सङ्गतले यहाँ त टेबल सेबल हुँदैन, बस्ने जो जहाँ छ त्यतै बस्ने। गइए अनुसार आखाने बेला अन्डा खा क्या? अन्डा अर्थे त्यो स्याउलाको डोक्रोलाई नि यस्तो भोक लागेको छ कि भात नपुग्ला। जङ्गलबाट हो क्या? के गर्ने हुँदैन यो खाने, फल्छ पछि सबै रोगको औषधि हो यो। 2 लाख लाग्दैन यो फलेपछि गाड्ने। यहाँ गाड्ने हो अब, यहाँ रेडी गर्दैछौँ बल्ल। यस्तो भइसक्यो अहिले त वेदर। हामीले रोपिसकेका छौँ यहाँनिर, अब हेरौँ यो कस्तो हुन्छ। साथीहरू अहिले चाहिँ म यो कटिङ गर्दैछु फुलहरूको, गुलाबको माथिको यो फुलिसकेपछि चाहिँ कटिङ गर्नुपर्ने हुन्छ। फेरि नयाँलाई चाहिँ यस्तो कोपिलाहरूलाई चाहिँ रोजलाई राम्रो हुन्छ। अनि यो पिङ्क कलर यो चाहिँ मैले अस्ति जाने बेला कटिङ गरेको थिएँ, अहिले यस्तो भवाल फुलेको छ। अब त्यसको कटिङ गर्ने फलहरू यसमा पनि अब मैले आधी कटिङ गरिसकेको छु, अब यो बाँकी छ। अब यसबाट यहाँ फुल्दैछ। यिनीहरूलाई चाहिँ कस्तो हुन्छ भने कटिङ गरिसकेपछि चाहिँ तलबाट आउनेहरूलाई चाहिँ पानी होइन खाना सजिलो हुन्छ। यो फुलिसकेकोलाई चाहिँ निकालिदिइहाल्नुपर्छ। यो सिजर हाम्रो अलिक सानो भइदिन्छ, मैले बुवाले कहाँ राखेको भेट्दैन, ठुलो भइदिए चाहिँ त्यो सुन्तला काट्नेवाला भइदिए चाहिँ सजिलो हुन्छ क्या। यसरी काट्नुपर्ने हुन्छ। अहिले चाहिँ हामी सिस्नो अब तातो पानीमा यसलाई चाहिँ पहिला उमाल्नुपर्छ थोरै तेल पकाउने। त्यसपछि यसको चाहिँ फेरि पकाउने होइन, धेरै धेरै हुँदो रहेछ क्या। सिस्टमहरू जस्तो कि ट्रेकिङ एरियातिर चाहिँ सिस्नोको सुप भन्दो रहेछ क्या। त्यो चाहिँ अब जाडोलाई तातो बनाउनलाई हो क्या, बनाउनलाई। अनि
सुप त अब एकदमै इनर्जेटिक हुने भयो नि त अनि यसलाई टक्क खुरेर अलिकति पिठो छिटो हालेर त्यसरी खाँदो रहेछ हाम्रोतिर चाहिँ के थियो भने पहिला थाहा छ पहिला सिस्नुभित्र पकाउनु दिँदैन थियो नि हो त कति टाइमसम्म पनि थाहा छ कि मेरो हजुरबाले चाहिँ होइन सिस्नुभित्र पकाउनै नदिने भने अहिले अब कस्तो 5 स्टारमा पाक्छ कि ब्रान्डिङ के समय कालसँगै के हो के आउनु लाग्छ मान्छे ज्यादा ढेर हुन्न सिस्नु बनाएको गरपाटनमा खुवाएन त खायो त हामी त तिमीहरूले आफै उठाएर खायो खायौँ होइन नबसिनु भने भयो त दुईटा हात राख्दै आउनु लाग्छ तरी ढिलो बिग्रिन्छ क्या ढिलो पहिले सब्जी आउँछ कि पहिले गाठाबाट यहाँ कस्तो आउँछ तेरो चारो लगाएपछि हुन्छ त गाडा बनाएको छ है राजेको छु त अब दुध लाउनु हुनुहोला नि दुध लाउनु अब तपाईँ ढेर त्यस्तो लाग्छ ढिलोमा जाने हेर्दा पहिले पहिले भक्रेकै त्यो पिठो ल्याए हुन्छ साथीहरू हिजो बेलुका सिस्नु ढिँडो खाएको पनि देखाउनु पाइएन हाम्रो घरमा धेरैजना पाउनु हुनुहुन्थ्यो अनि चार्ज पनि थिएन हामीलाई सधैँ निस्किन हतार हुन्छ बिहान घरबाट हाम्रो त तालचा लगाइसक्यो बुवा आमा गइसक्नु भयो आफ्नो काममा अफिस अब लास्टमा केशव र म छौँ अनि यहाँ घर कुरेर बस्ने भनेको सिम्बा हो यहाँनिर छ सिम्बा अनि अब चाहिँ निस्किनु पर्ने हुन्छ घरमा पनि फुर्सदै हुँदैन कसैलाई बस्ने के गर्ने यस्तै छ काम काज घर पनि जानुपर्ने हुन्छ आज जसरी नै हामी बुर्तिबाङ पुग्नुपर्ने काम छ अनि अब सिम्बा बाई बाई गर बिचरा जान लागिसके सबै जान लागिसके बस है बस गुड भएर बस अब घर एक्लो हेर्छ एक्लै